हेलो साथीहरु, दर्शन अनि नमस्ते। आज म फेरि नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। अब हजुरहरूले भन्नु होला के को पूजा गरिरहेको छ भनेर भन्नु होला है। हाम्रो चाहिँ यो ठुलो एकादशी पछिको तुलसी विवाह चाहिँ हजुरहरूले ठुलो एकादशीमै गर्नुहुन्छ भने हामीले चाहिँ ठुलो एकादशीमा पनि व्रत बसे पूर्णिमाको दिन चाहिँ हामीले तुलसी विवाहलाई सम्पन्न गर्दछौँ। यहाँनिर चाहिँ माङले चन्द्र र सूर्यको पूजा गर्दै हुनुहुन्छ र सबै कुरालाई बाह्र पटक नै चढाउँदै हुनुहुन्छ। किन भन्दा हाम्रो विश्वास छ हामीले चाहिँ धेरै पूर्णिमा नै मान्ने गर्छौँ अनि पूर्णिमा चाहिँ 12वटा पूर्णिमालाई नै सम्झेर गर्ने अनि 12वटा महिना नै सम्झेर गर्ने भन्ने हुन्छ हाम्रो पूजापाठ चाहिँ। यहाँनिर चाहिँ मेरो छोराले ठुलो ठुलो स्वरमा जय जय गर्दैछन्। सायद सानैदेखि आफ्नो अजीले पूजा गरे देखेर होला उनलाई पनि पूजा गर्ने एकदम इन्ट्रेस्ट छ मेरो छोरालाई पनि। यहाँनिर चाहिँ माङले तुलसी मातालाई सिन्दुर चढाइदिँदै हुनुहुन्छ अनि पोते चुरा टिकी ऐना डोरी सबै चढाइदिनुहुन्छ अनि उहाँलाई चाहिँ चुन्नी पनि ओराइदिइसक्नु भएको छ। यहाँनिर चाहिँ माङले आरती गर्दै हुनुहुन्छ। आरती गर्दा हामी सँगसँगै गीत गाउँछौँ अनि त्यहाँ बुवाले पनि गीत गुनगुनाउँदै हुनुहुन्छ आरती। मलाई पनि हल्का आउँछ, मैले पनि गुनगुनाउँदैछु। अनि यति आरती भइसकेपछि हामी चाहिँ जुनको पर्खाइमा छौँ। जोधा बेफल पावे दुख बिनसे मन का, प्रभु दुख बिनसे मन का, सुख सम्पत्ति घर आवे कष्ट मेटे तन का भन्दै गीत गाउँदैछौँ हामीले। अनि फाइनली जुन पनि टाढाबाट देखिसक्नु भएको छ। अब हाम्रो पूजा आज भइसकेपछि हामीले अब जुनमा चाहिँ हामीले बिसुन सुकाएर हाम्रो पूजालाई समाप्त गर्नेछौँ। फाइनली हाम्रो पूजा आज भइएको केही समय वेटिङ पछि चाहिँ जुन हाम्रो आँगनमाथि आइसक्नु भएको छ। हाम्रो आँगनमाथि जुन आउँदासम्म चाहिँ कान्छो बुवाको घरमा चाहिँ जुन आएर पूजा आज सकेर चाहिँ यता आउनु भएको थियो फुलटिको ल्याउनको लागि। अनि यहाँ चाहिँ माङले देउता बनाउँदै हुनुहुन्छ, एकदम इन्जोय गर्नुभएको छ। माङलाई चाहिँ पूजा आज गर्न एकदम धेरै मनपर्छ। अनि यति गर्दै चाहिँ हाम्रो पूजा आज भइन्छ। यो हाम्रो फलाहार चाहिँ हामीले लास्टमा प्रसाद स्वरूप सबैलाई बाँड्ने र खाने गर्छौँ। अनि लास्टमा चाहिँ हामी सबैजना पालो नाचियो। नाचिसकेपछि मेरो भिडियो यही समाप्त भयो। हजुरहरूलाई मेरो भिडियो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला र मेरो युट्युब च्यानल सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै मेरो यो भिडियो यही अन्त्य गर्न चाहन्छु कि बाई, टेक केयर एभ्रिवान।